यदि कसैले आफूको पनि काम गरी विकसित घेरा तोड्न खोजेर हामी कल्पना गर्न बाध्य हुनेछौँ। कृपया कृपया यो अनावश्यक भिडभाड नगर्नुहोस्। कृपया यो अनावश्यक भिडभाड नगर्नुहोस्। यो पटकमा धडा पर्छ। अनावश्यक हेलो वेलकम टु माई न्यू भ्लग। आज म जाँदैछु गणेशै उतार्नु पर्नु भएछ। सजिलो लागिसक्यो। राजावादी र गणतन्त्रवादीको रमाइलो हेर्न जाँदैछु। हेरौँ कतिको रोड नेपाल बन्द दिन कतिको रोड खाली छ त्यो तपाईहरुलाई देखाउन चाहन्छु। हेरौँ है त केटाहरु हेरौँ। यो चाहिँ हामी सीताबैला रामकोटबाट निस्केका छौँ। के हो यता त फाटाफुट्टा अलिअलि बाइकहरू चल्ला जस्तो छ। राजावादीहरू र गणतन्त्रवादीहरू हाम्रो फेरि सबै स्कुलको गाडीहरू त बेलुका गाह्रो हुन्छ भनेर अहिले पुऱ्याउन हिँड्न थालिसक्यो। के हो साँच्चै नै रोड त पुरै खाली छ त यार। नेपाल बन्दै हो क्या हो। यति पातलो हुने रोड त होइन यो। गाडी त पुरै पातलो छ त। नेपाल बन्द नै हो रहेछ जस्तो छ। पुरै खाली नै छ। कहाँ आउँछ यार। गाडीहरू चाहिँ खासै देखा परेको छैन हैन। फाटाफुट्टा बाइकहरू मात्रै छ। हेर्दै जाउँ। लेट्स सी कस्तो कस्तो रमाइलो हेर्न पाइन्छ। के गर्छ यार। चाहिँ अहिले सीताबैला चौक निस्किन लागिसकेँ। अहिलेसम्म चाहिँ यता पनि फाटाफुट्टा मात्रै गाडी देखिन्छ। नत्र यो धादिङबाट आउने बाटो हो यो एकदम भिडै हुन्छ। अहिले तर त्यति भिड छैन भनेपछि नेपाल बन्द प्रभाव सीताबैला रोडमा पनि परेको छ। स्कुल चाहिँ बिदा रहेनछ धन्न। एक्जामहरू चल्ला भएर बिदा गरेर रहेनछ। ये बड़ी अच्छी बात कही आप। मासु खाँदिन भन्नेले मुटु खाइसके, तिमी बिना बाँच्दिन भन्नेले छोराछोरी पाइसके रे। सायरीहरू नि खत्रै खतरा लेख्दिने। केटा चाहिँ यहाँ रहेछ।
भिडै छ त जामै जस्तो। कहाँ छ त अनि जाम? नेपाल बन्द यही हो त पुरै वाह क्या सीन है। छ त मान्छे। हामी चाहिँ यता कलङ्की हुँदै जाउँ कि जस्तो नि लाग्यो, तर यता हुँदै जाउँ जस्तो नि लाग्यो। कता हुँदै जाउँ होला त? काटुम न हो, काटुम सर। तेरो बाउ गरेको भन्छ अहिले, अनि थाहा पाउँछ। के गर्छ मुलाहरू? हैछ तर बस यहाँ पार्किङ गरेको छ। गाउँबाट लाखौँ भिडको सङ्ख्या सहित अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। त्यहाँ छ भन्थ्यो। यता नेपालको झन्डाहरू अलिअलि देखिँदैछ। गाडीमा हाल्न लाग्यो कि राजावादी हो। यस्तो जाम छ कि राजा नेपाल बन्द भन्नु हो। नेकपा माओवादीको झन्डा हालेर आइरहेको छ। के हो राजावादीहरूले लहटिसके त क्या हो नेपाल नेकपा माओवादीलाई? सबै फर्किया जस्तो देख्दैछ त। ल नु बस्यो सब गाउँबाट आएका बसहरू। यो नेकपा माओवादीको झन्डा फहराएर ओहो उयो लगाएर रहेनछ। ल नु धादिङबाट नेकपा माओवादीको बथान लस्करै छ त गाडी यार। मै र्यालीमा जस्तो हो, झन्डा हालौँ क्या म पनि। पेट्रोल दिन्छ कि दिँदैन माओवादीकोले? तुमसे ना हो पाएगा। ल अनि एउटा गाडी यो नि धादिङबाट दुईटा गाडी। उता बाइकहरूमा छ अलिअलि। ल राजाहरूलाई पेट्रोल के दिएछ? हैस तरोको झन्डा हालेर राजावादी बन्न जाँदैछ भन्ने है क्या? यिनीहरू सबै मान्छे छोड्न जान्ला होला र तिनकुने जान्छ कि यिनीहरू माइती घरतिर छ न बानेश्वरतिर हो कि? के कुरा आज त ट्राफिक जामै हुँदैन नि। रुल्स फलो गर्नु पर्दैन होला आज त। तेरी दादागिरी निकाल दूंगा मैं। यो भित्रभित्र डिलक्स बसहरू गएको चाहिँ आज त्यही सायद माओवादीको कार्यकर्ता पुर्याउनै आएको होला जनसागर। नत्र किनभने यता उलन आम्बो माओवादीको त कति आउँदैछ, कति ल यो पनि माओवादीको हो जनसभा। ल हेर्नु माओवादीको यो कुन ठाउँबाट हो? जनसभा छ। ल हेर्नु कोही पुऱ्याएर फर्केर पार्किङ गर्न आउँदैछ भने कोही पुऱ्याउन जाँदैछन्।
लालिमा लालिमा खै त त्यो म्याकुरीले त झन्डा हालेको छैन यो बस होइन के हो नेपालको झन्डा यो चाहिँ टुरिस्ट गाडी रहेछ यो चाहिँ माओवादीको होइन यो पक्कै पनि टुरिस्ट गाडी के रिजर्भ गर्थ्यो होला जनसभा माओवादीको यहाँ एक ग्रुप चाहिँ सफा गर्दैन है के हो माओवादीको झन्डा चाहिँ स्वयंसेवक रहेछ स्वयंसेवक सफा गर्ने उ गर्ने होला ए यता र जानै नदे ये बड़ी अच्छी बात कही आप दिएको रहेछ पुरै खाली छ यता र चाहिँ हो यतैबाट जानुपर्ने हुन्छ हामी यता र नि कहाँ गएपछि ब्लक गरेको होला पुरै खाली छ यता चाहिँ ल हेर्न सक्नुहुन्छ हैन पुरै खाली कार्यकर्ताले फेरि झ्यामझुम हान्ला भन्ने नि डर छ यार पहिला पहिला अब नेपाल बन्द भन्दा टायर बालेर उ गर्थे अहिले त्यति त छैन तर यार यहाँ छैन नेपालको झन्डा बोकेका बुलेट बाइकमा यहाँ छन् तीन कुनैतिर गएको हुनसक्छ होइन माइती घरमा चाहिँ खासै छैन जताततै फाटाफुट्टा मान्छेहरू हिँडिरहेको छ यातायातको कमी कमजोरी सायद रत्न पार्कपट्टि छ जस्तो छ है दुईटा झन्डा चाहिँ एकदम मजाले भरभराइरहेको छ सायद यो तर यता छैन जस्तो छ जहाँसम्म लाग्छ ल हेर्न सक्नुहुन्छ है पार्किङ यो नेपालमा के अरे नेकपा माओवादी गाउँ गाउँबाट मान्छे सलिएर ओसारेर चाहिँ काठमाडौँमा जनसागरमा भेला गराउनु आउनु भएको छ यता चाहिँ गाडीहरू धेरै देख्न सक्नुहुन्न यता नि छ हाम्रो डिलक्सहरू म चाहिँ तिनकुनेसम्म पुगेर फर्किनेछु सायद तिनकुनेतिर चाहिँ छिर्न नदिएको हुनसक्छ यहाँ कोही चाहिँ भ्यालेन्ट सिटीमा फोटो खिच्न ल हाम्रो संसद भवन अगाडि पुरै ट्राफिकहरू चाहिँ एफएफ पुलिसहरू चाहिँ तैनात बनाएर राखिरहेको छ सायद माओवादीको चाहिँ रत्नबार एरियामै रहेछ मेबी अब म चाहिँ अहिले बानेश्वर आइपुगेको छु होइन जहाँसम्म लाग्छ मलाई तिनकुने बाटो ब्लक गरेको रहेछ तिनकुनेको बाटो उता पुरै लाइन छ अब यता र कता जान दिन लाग्यो त सही खतम ताल पऱ्यो त यार यता र चाहिँ हामीलाई जान दिएको छैन हामी त यता डाइभर्सन
यस्तो छ ल राजावादीले तिनकुने कब्जा गरेछ राजाको अध्यक्ष यहाँ झन्डा बोकेर दादा हिँडिरहेछ सुरक्षित यता र पनि जान मिल्छ कि जस्तो छ है ट्याक्सी गएको छ किनकि म यतैबाट छिर्छु यता र जान चाहिँ मिल्दैन जस्तो लाग्यो बोइस होस्टेलहरू पो आउँछ त ल यो दुईवटा बाइक नै त्यसैको लागि छिरा जस्तो लागेको छैन त लाइन नै भइसकेको छ तर कहाँ निस्किन्छ आइडन्ट नो म चाहिँ त भित्र कहाँ आइपुग्यो अब यो गाडी पछि आएर जान्छौँ यो गेटभित्र हुँदै पनि त नि हामी चाहिँ चुपचाप फर्केर जान्छौँ सही हो तर खोलामा निकाल्छ जस्तो छ ओ कहाँ निकाल्यो यार यो त यहाँ बराबर हामी लेफ्ट जान्छौँ यहाँ चाहिँ यो ठुलो पानी ट्याङ्की जस्तो छ त्यता आइपुग्यो भनेपछि यहाँबाट नि फेरि भित्र छिर्ने हो कि यहीँबाट बाहिर निस्किने हो फर्केर आउँ त्यहाँसम्म टाइमको जस्तो छ ए सिभिल हस्पिटल पछाडि आइपुग्दो रहेछ यो चाहिँ सिभिल हस्पिटल होइन के हो यो त प्रेस मिटको रहेछ त्यही भएर यसलाई घुमाएर बाटो थालेछ यो नेपाल प्रेस मिटको के अरे नेपाल एक्सप्रेसको रहेछ आन्तरिक राजस्व कार्यालय भने चाहिँ हाल्दैन जान दिँदैन किनकि हामी त पारिपट जानुपर्ने हुन्छ यहीँनिर चाहिँ ठ्याक्कै जात्राको लाइन रहेछ सांसद भवन छिर्छ भनेर चाहिँ पुरै ब्लक रहेछ अब हामी चाहिँ यहाँबाट पनि तल्लो चोक निस्केर जानेछौँ है त एकचोटि राजावादीहरूको अनुहार हेरौँ न हो काम छैन हो त्यता गएर यहाँबाट चाहिँ कहाँ निस्किन्छ अब हेरौँ सही हो ओहो बन्द छ त यार सिभिल हस्पिटलको पछाडि राजावादीहरू चाहिँ भोग्लाएर भात खान फर्किँदैछ मोबाइल चलाउँदै हिँड्दै नि सबै फर्किरहेको छ त के हो वान वे हो के हो यो यहाँबाट पनि छिर्न दिएको रहेनछ राजावादीहरूलाई चाहिँ सब उता जानलाई नि पुरै घुमाएर पठाइरहेको छ त्यहाँ सब राजावादीहरू जात्रा हेर्न जानु लागेको थियो एकतिरबाट जान्छन् एकतिरबाट अर्कोतिरबाट एकतिर कतै जान दिएको छैन जस्तो छ कस्तो बाटो हो यो
भनेको थियो बाइक जाँदैन हजुर त्यहाँबाट यता पुलमा पुगिन्छ है यताबाट त जानै त्यहाँ रहेनछ के हजुर ए हुन्छ ए हुन्छ हुन्छ यताबाट जान्छ तपाईँहरू बाइक चाहिँ जाँदैन कि मान्छे जान्छ मस्त जोक मारा रे ये हंस रे हलकट हंस यहाँ चाहिँ यस्तो हुनसक्छ साइकल भएर चाहिँ आएको खासमा म शाबाश बेटा बहुत बढ़िया रोड चाहिँ म एकचोटि हिँडे जस्तो लाग्यो त्यो पुलमा निस्किन्छ जस्तो लाग्यो है त सब लगानु यो रिङ रोड जान नदिएको कारणले चाहिँ सब भित्री बाटो हुँदै जाँदै हुनुहुन्छ यहाँ राजावादी समारोहमा ओहो के हो जान्दिया छ के हो राजावादीहरू ढेन्छ अरे यो चाहिँ हाम्रो दुर्गा प्रसाद चढेको गाडी हो यो चाहिँ पुलिसले बरामद गरेको पर्खालै लगाएको रहेछ अगाडि बढेको गाडी यही हो लाठीचार्ज गरेर अहिले नियन्त्रणमा लिएको छ दुर्गा प्रसाद गायब छ के हो यो यार र एउटा गाडी चाहिँ जफत गरेको रहेछ यहाँ चाहिँ तनावग्रस्त भइसकेको रहेछ हेर्न सक्नुहुन्छ पुलिसले माइकिङ गरेको गरेछ जनता धेरै भइसकेको छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ त्यहाँ पुलिसको पुरै लाइनै 12 जतिको छ देख्न सक्नुहुन्छ पुलिसले चाहिँ अनुरोध गरेको छ आफ्नो कार सीमा क्षेत्र पार नगर्नु भनेर देख्न सक्नुहुन्छ यहाँ पुलिसहरू तैनातमा छन् यहाँ चाहिँ लखटमा आएको छ म चाहिँ यहाँ चाहिँ पुलबाट नै उता 3 कुनैपट्टि जान दिएको छैन किनकि त्यता धेरै भिड भइसकेको छ प्रोग्राममा त्यही भएर नियन्त्रण गर्न सक्दैन भनेर
यतै ब्लक गरेको छ, पुलबाट नि जान दिएको छैन। घरिघरि हामीले रिपिट गर्न राम्रो हुँदैन। कृपया अनावश्यक सेवाहरू गरिदिनुहोस्। एउटै कुरा घरिघरि रिपिट गर्न राम्रो भएन। कृपया अनावश्यक व्यवहार नगरिदिनुहोस्। तल जानु सुन्नु हुँदैन। कृपया तल जानुहोस्, तल जानुहोस्, तल। कृपया यो पुलको मानिसहरू गरिदिनुहोस्। अनावश्यक व्यवहार नगरिदिनुहोस्। शान्तिपूर्वक प्रदर्शन गरिदिनु होला। कृपया शान्तिपूर्वक प्रदर्शन गरिदिनु होला। यो अनावश्यक व्यवहारहरू हटाइदिनुहोस्। यदि कसैले आफ्नो परिणाम गरी निगेटिभ घेरा तोड्न खोजेमा हामी कलपुर गर्न बाध्य हुनेछौँ। कृपया यो अनावश्यक व्यवहार नगरिदिनुहोस्। कृपया यो अनावश्यक व्यवहार नगरिदिनुहोस्। यो प्रदर्शनमा धडा हुन सक्छ। अनावश्यक यहाँ चाहिँ पुरै भागाभागको तनाव जस्तो भइसकेको छ, भन्न सक्नुहुन्छ। यताको तैनात हुँदैछ फेरि। ढुङ्गाले हान। सोझा रहेछ नेताको, उताकोले ढुङ्गा हानेर आइपर्यो।